बेला नै मैले पनि सिक्न स्टार्ट गरेँ। सो त्यो बेलामा त्यस्तो खालको प्रोग्राम्सहरू कोर्सेसहरू त्यस्तो खासै थिएन। सो अनलाइनमा मैले जे रिसोर्सेसहरू पाएँ त्यो हेर्दै इम्प्लिमेन्ट गर्दै सिक्न थालेको हो। र यहाँसम्म आउनको लागि मलाई 9 वर्ष चाहिँ लाग्यो है। पैसा पैसा खर्च गर्नु चाहिँ पर्दैन, इन्भेस्ट गर्नु परेन, तर टाइम चाहिँ तपाईँले राम्रो इन्भेस्ट गर्नुपर्ने हुन्छ। सो नम्बर 1 सेल्फ लर्निङ। नम्बर 2 मेन्टरसिप। तपाईँलाई होइन त्यत्रो टाइम म इन्भेस्ट गर्न चाहन्न भने चाहिँ मेन्टरसिप इज अनदर अप्सन। मेन्टरसिपमा तपाईँले त्यो मेन्टर खोज्नुहुन्छ जो आफू पनि इम्प्लिमेन्टर हो, कतैबाट हेरेर सिकाउने होइन, ऊ आफैले पनि त्यो काम डेली बेसिसमा गरिरहेको छ कि छैन है। तपाईँले त्यस्तो खालको मेन्टर खोज्नु पर्यो हु हेभ रिच्ड वेयर यु वान्ट टु रिच। तपाईँ जुन ठाउँमा पुग्न चाहनुहुन्छ त्यो ठाउँमा तपाईँको मेन्टर अलरेडी पुगिसकेको छ। राइट मेन्टर भयो भने तपाईँलाई पोइन्ट एबाट पोइन्ट बीसम्म पुग्नको लागि राम्रो गाइडेन्स प्रोभाइड गर्छ क्या होइन। तपाईँ पोइन्ट ए भनेको तपाईँ करेन्ट स्टेट जहाँ तपाईँ ह्याप्पी हुनुहुन्न, जहाँ तपाईँ स्ट्रगल गरिराख्नु भएको छ। पोइन्ट बी भनेको इज द प्लेस वेयर यु आर ह्याप्पी र तपाईँले अचिभ गर्न खोज्नु भएको सबै कुरा अचिभ गरिसक्नु भएको छ। त्यो पोइन्ट एबाट पोइन्ट बीसम्म पुग्नको लागि राइट मेन्टरले राम्रो हेल्प गर्नेछ। यसमा मेन्टरसिपमा यु डोन्ट ह्याभ टु इन्भेस्ट अ लट अफ टाइम, तर यु हेभ टु इन्भेस्ट अ लिटल बिट अमाउन्ट अफ मनी। सिक्नको लागि चाहिँ तपाईँले अलिकति इन्भेस्ट गर्नुपर्छ। अगेन डक्टर वा इन्जिनियर वा लयर जसरी लाखौँ लाख इन्भेस्ट गर्नु चाहिँ पर्दैन, बट लिटल अमाउन्ट अफ मनी यु हेभ टु इन्भेस्ट। यदि तपाईँ हाम्रो एडभान्स प्रोग्राम एआई मार्केटिङ लन्च प्याडमा इन्ट्रेस्टेड हुनुहुन्छ भने यसको बारेमा म तपाईँलाई एन्डमा अझै भन्ने छु। हाम्रो यो फ्री मास्टर क्लास सकिसकेपछि एन्डमा अझै भन्ने छु। यो लन्च प्याड प्रोग्राममा हाम्रो स्टुडेन्टहरूले 90 डेज लगाएर एआई मार्केटिङ सिक्नुहुन्छ र नेक्स्ट 180 डेज लगाएर उहाँहरूले त्यो स्किललाई मोनिटाइज गर्नुहुन्छ। ओके, वन्स अगेन 90 डेज लगाएर चाहिँ उहाँहरूले सिक्नुहुन्छ र 180 डेज लगाएर उहाँहरूले त्यो स्किललाई मोनिटाइज गर्नुहुन्छ। वर्षौँ वर्ष कुद्नु पर्दैन। जस्तै आशिष हुनुहुन्छ हाम्रो स्टुडेन्ट जसले रिसेन्टली युएस इन्टरनेसनल क्लाइन्ट क्लोज गर्नुभयो $1000 सो उहाँ चाहिँ भिडियो एडिटर हो। उहाँले भिडियो एडिटिङ गरेर $1000 एउटा क्लाइन्ट रिसेन्टली क्लोज गर्नुभयो। वेल द पर्सनल ब्रान्डिङ टिप्स एन्ड गाइडेन्स फ्रम सौगात सर रियली हेल्प द किक स्टार्ट भन्नुभएको छ। अर्को हुनुहुन्छ अविसाद जसले हाम्रो 90 डेजको प्रोग्राम भित्र नै आफ्नो फर्स्ट क्लाइन्ट क्लोज गर्नुभयो। Today early morning, I had a proposal meeting with the same prospect. The prospect has turned into my first client, paying client. Fiona, जसले आफ्नो फर्स्ट एडभान्स पेमेन्ट पाउनुभयो प्रोग्राम कम्प्लिट गर्नु भइसकेपछि। I got my first client from our last consultation call and I got my first advanced payment too. है खेम हुनुहुन्छ जो 18 वर्षको हुनुहुन्थ्यो जब उहाँले पोस्ट गर्नुभयो। उहाँले दुईटा क्लाइन्ट अक्वायर गर्नुभयो प्रोग्राम कम्प्लिट गर्नु भइसकेपछि र 50% पेमेन्ट पनि रिसिभ गर्नुभयो। My friend Aditya and I have acquired 2 clients as part of our 90-day journey. Both clients have made a 50% advance payment and we have 2 more prospects who are ready to sign an agreement soon. So this happens तपाईले यदि मेन्टरशिप चुज गर्नुभयो भने चाहिँ। बट म तपाईहरुलाई यही चुज गर्नुस् भनेर चाहिँ भन्दिन। व्हाट डु यु गाइज थिंक? सेल्फ लर्निङ भए एसएल, मेन्टरशिप भए एम, तपाईले कुन प्रिफर गर्नुहुन्छ होला सिक्नको लागि चाहिँ? सेल्फ लर्निङ एसएल, मेन्टरशिप भए एम, व्हाट डु यु गाइज थिंक? ओके, सेल्फ लर्निङमा पनि पोसिबल छ, मेन्टरशिपमा पनि पोसिबल छ। इट इज अप टु यु। तपाई टाइम इन्भेस्ट गर्न चाहनुहुन्छ वा तपाई लिटल बिट अफ मनी इन्भेस्ट गर्न चाहनुहुन्छ भनेर चाहिँ that is up to you. So now let's understand how to acquire your first client. तपाईले अहिलेसम्म मानौ कि सबै कुरा सिकिसक्नु भयो अरे, क्लाइन्ट अक्वायर त गर्नु पर्यो। क्लाइन्ट नै तपाईले अक्वायर गर्न सक्नु भएन भने त्यो सिकेको के फाइदा त? सो तपाईले आफ्नो फर्स्ट क्लाइन्ट कसरी अक्वायर गर्ने भन्दाखेरि दुईटा अप्सन छ। टु अप्सन भन्दा पनि प्रुभन वेज नै छ जुन हामी आफैले पनि युज गरिरहेको हुन्छौँ, हाम्रो प्रोग्राम भित्र हाम्रो स्टुडेन्टहरूले पनि युज गरिराख्नुहुन्छ। नम्बर 1 इज आउटबाउन्ड मार्केटिङ। आउटबाउन्ड मार्केटिङ भनेको चाहिँ तपाईले क्लाइन्ट खोज्नको लागि तपाई मान्छेहरूलाई अप्रोच गर्नुहुन्छ। यु डोन्ट वेट, यु इनिशिएट, यु अप्रोच, यु गो आउट एन्ड फाइन्ड क्लाइन्ट्स। तपाईले कोल्ड इमेल, तपाईले इमेल्सहरू पठाउनुहुन्छ प्रोस्पेक्टहरूलाई, तपाईको हुन सक्ने
फ्युचर क्लाइन्टहरूलाई चाहिँ मेसेज गर्नुहुन्छ, डिएम गर्नुहुन्छ, इन्स्टामा कल गर्नुहुन्छ होइन, कोल्ड इमेल्सहरू सेन्ड गर्नुहुन्छ। कोल्ड कलिङ भनेको पोटेन्सियल क्लाइन्टहरूलाई कल गर्नुहुन्छ, म यो मान्छे हो, म तपाईँको बिजनेसको लागि मैले यो गरिदिन सक्छु भनेर तपाईँले कोल्ड कलिङ गर्न स्टार्ट गर्नुहुन्छ। तपाईँ लिङ्कडिनमा कनेक्ट गर्नुहुन्छ, पिच गर्नुहुन्छ, लिङ्कडिनमा बिजनेस ओनर्सहरूलाई तपाईँ कनेक्ट गर्नुहुन्छ अनि यु स्टार्ट पिचिङ देम कि म तपाईँको लागि यो गरिदिन सक्छु, तपाईँको यो प्रब्लम छ भने आई क्यान डु दिस फर यु भनेर तपाईँले पिच गर्नुहुन्छ आउटबाउन्ड मार्केटिङमा। तपाईँले चाहिँ